सूचना के तपाईँ मलेसियाको बातु केभ मन्दिर घुम्न आउँदै हुनुहुन्छ? यदि आउँदै हुनुहुन्छ भने तपाईको लागि एक नेपाली होटल ओपन भएको छ। हाम्रो पाथिभारा नेपाली रेस्टुरेन्टको नाम रहेको छ। तपाईको सेवामा 7 बजे बिहानदेखि रातिको 11 बजेसम्म खुल्ने छ र यहाँ एकदमै राम्रो व्यवस्था रहेको छ। तपाईँ देख्न सक्नुहुन्छ यता। यदि मलेसियाको बातु केभ मन्दिर घुम्न आउँदै हुनुहुन्छ भने एकचोटि सेवा दिने मौका अवश्य प्रदान गर्नुहोला हामीलाई। हामी तपाईको सेवामा सधैँ समर्पित हुनेछौँ। हाम्रो लोकेसन रहेको छ जलान SBC 1। त्यसपछि हाम्रो प्रोपाइटर कुमार लिम्बू हुनुहुन्छ र उहाँको मोबाइल नम्बर 011 61 61 53 44 रहेको छ र तपाईहरू यो नम्बरमा कन्ट्याक्ट गरेर हाम्रो यो नयाँ होटलमा आउन सक्नुहुन्छ। एकदमै राम्रो सुविधा छ। यदि तपाईहरू 2 जनाभन्दा बढी ग्रुपमा आउनुहुन्छ भने विशेष छुटको व्यवस्था पनि छ। यहाँ पानीको बोतल फ्री हुनेछ र साथै हामी कहाँ फ्रेस खाना एकदमै फ्रेस र भेज नन भेज दुईटै खानाको यहाँ व्यवस्था छ। साथै अर्डर अनुसारको नास्ता र खानाको उपलब्ध गराइन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरू हाम्रो यहाँ होटलको साथीभाइहरू पुरै यहाँ काममा व्यस्त हुनुहुन्छ काममा व्यस्त हुनुहुन्छ। साथै म तपाईहरूलाई किचनको पनि डेकोरेसन देखाउन चाहे। एकदम सफा छ हाम्रो, केही त्यस्तो फरो छैन। हाम्रो किचन छ यहाँ। त्यसपछि हाम्रो टोयलेटको व्यवस्था पनि एकदमै राम्रो रहेको छ। यहाँ टोयलेटको व्यवस्था एकदमै राम्रो छ। पालेको छैन, त्यही भएर अलि अँध्यारो देखिन सकिन्छ। टोयलेटको व्यवस्था पनि राम्रो छ। यदि तपाईहरू यहाँ आउँदै हुनुहुन्छ भने हामीलाई एकचोटि अवश्य सम्झनु होला। यहाँ हाम्रो काउन्टर यो होटल अलि डेकोरेसन राम्रोसँग भएको छैन। नयाँ नयाँ ओपनिङ हो आज, त्यही भएर म जति भएको छ त्यति देखाउन चाहेँ। यहाँ हुक्काको पनि व्यवस्था छ। यदि हुक्का तान्न हुनुहुन्छ भने यहाँ हुक्काको व्यवस्था छ। त्यसपछि यहाँ मदिरा सेवन गर्नेलाई पनि मदिराको व्यवस्था छ। बस्ने एकदमै स्ट्यान्डर्ड सोफाहरू राखिएको छ। यहाँ एकदमै बस्ने स्ट्यान्डर्ड यो टेबल, हाम्रो टेबल यहाँ भात खाने टेबल एकदमै राम्रो छ। डेकोरेसन एकदमै राम्रो बनाइएको छ। अझै यो हेर्न सक्नुहुन्छ तपाईहरू। यहाँ हाम्रो क्यारम बोर्डको व्यवस्था पनि छ। क्यारम बोर्ड राखिएको छ, तर यो अझै त्यस्तो डेकोरेसन गरिएको यहाँ मिलाउन छ। अझै मिलाउन छ डेकोरेसनमा। यसलाई क्यारम बोर्डलाई कहाँ राख्ने भनेर राखिएको छैन, त्यही भएर यस्तो राखिएको छ। त्यसपछि यहाँ सबै चिजको व्यवस्था छ। त्यसै गरी हामीसँग आज होटलको ओनर हुनुहुन्छ। के भन्न चाहनुहुन्छ? नमस्ते, सबैजनालाई स्वागत छ। तपाईहरु चाहिँ बातु केभ मन्दिरमा घुम्नु आउनु भयो भने सम्पर्क गर्नुहोला। मन्दिरमै हामी चाहिँ लिनु आउँछु। उहाँको भनाइ छ तपाईहरू यदि मन्दिरमा आउनुभयो भने मोबाइल नम्बर उहाँ कल गर्नुहोला। जुन मोबाइल नम्बर दिएका छौँ हामी त्यो नम्बरमा सम्पर्क गर्नुहोला। उहाँहरूले तपाईँहरूलाई मन्दिरमा गएर नै यहाँसम्म ल्याउने व्यवस्था मिलाइदिनुहुन्छ। तपाईँहरू कल गर्नुहुन्छ भने। र केही व्यवस्था छ, केही हामी आयो भने यहाँ हाम्रो भिडियो कोही हेरेर आइरहेछन् भने यहाँ के व्यवस्था छ? उहाँहरूलाई के छुटको व्यवस्था छ? व्यवस्था अब 2 जना 3 जना भन्दा बढी 4-5 जना आउनुभयो भने हजुर पानीको व्यवस्था छ। त्यसै गरी अब खाना त अब खाना राम्रो छ। खाना लगायत सम्पूर्ण उहाँले भन्नुभएको छ कि 4-5 जनाभन्दा अब ग्रुपमा आउनुहुन्छ भने एकदमै खाना पनि फ्रेस हुन्छ। नास्ता अर्डर अनुसारको पनि पाइन्छ र साथै छुटको व्यवस्था हुन्छ। यहाँ एकदमै छुटको व्यवस्था हुन्छ। सपोज अब आउनुभयो सेवामा तपाईँहरूलाई पानीको जुन बोतल हुन्छ त्यो बोतल फ्रीमा दिइनेछ यहाँ। साथै अरू के तपाईहरूलाई खाने मन छ अर्डर गर्नु होला। केही कुरामा चित्त बुझेन भने भन्न सक्नुहुन्छ तपाईहरू। हामी त्यसको लागि एकदमै तयार हुन्छौँ तपाईको सेवामा। हस्, आजको भिडियो यति नै। भिडियो हेरेर लाइक सेयर गर्नु होला र यो होटलमा एकचोटि अवश्य आउनु होला। हस्, धन्यवाद।
Welcome to everyone. Our new hotel.